हेलो अनि वेलकम ब्याक टु योर ओन युट्युब च्यानल फ्रिडम अफ लर्निङमा आज फेरि करेन्ट अफेयर्स लिएर आएको छु हजुरको समक्षमा र यो करेन्ट अफेयर्सहरू एकदमै इम्पोर्टेन्ट छ। क्लासलाई स्टार्ट गरिसक्नु भएको छ नि अन्तसम्म हेरेर जानुलाई। र फर्स्ट क्वेसन रहेको छ, दादासाहेब फाल्के पुरस्कार 2025 कसले जिते? र यसको करेक्ट आन्सर हुन्छ तपाईँको मोहनलाल। नेक्स्ट रहेको छ, अस्कर 2025 97मा सर्वश्रेष्ठ अभिनेत्री को थिइन्? र यसको आन्सर हुन्छ तपाईँको मिकी मेडिसन, ओके, जो चाहिँ एनोरा फिल्ममा अभिनय गर्नुभएको थियो। नेक्स्ट रहेको छ, 2025मा त्रिवेणी एल्बमको लागि ग्रामी पुरस्कार कसले जिते? यसको आन्सर हुन्छ तपाईँको चन्द्रिका टन्डन। एकदमै इम्पोर्टेन्ट क्वेसन्सहरू छ है। नेक्स्ट रहेको छ तपाईँको द वन क्रिकेट माई लाइफ एन्ड मोर पुस्तक कसले लेखे? र यसको आन्सर हुन्छ शिखर धावन। नेक्स्ट रहेको छ, अ डिफ्रेन्ट काइन्ड अफ पावर पुस्तकका लेखक को हुन्? यसको आन्सर हुन्छ जेसिन्डा आर्डन, ओके। नेक्स्ट रहेको छ, हिस्ट्री द्याट इन्डिया इग्नोर्ड पुस्तक कसले लेखेका हुन्? र यसको आन्सर हुन्छ तपाईँको प्रेम प्रकाश। अन्तर्राष्ट्रिय बुद्ध शान्ति पुरस्कार 2025 कसलाई दिइयो? यसको आन्सर हुन्छ डाक्टर मुस्तफा युसाफाली गोम, ओके। नेक्स्ट रहेको छ, 2025 को ग्लोबल इन्डियन अफ द इयर को उपाधि कसलाई दिइयो? र यसको आन्सर हुन्छ तपाईँको सद्गुरुलाई दिएको थियो। र एउटा सानो इन्फर्मेसन, तपाईँले टेलिग्राम च्यानललाई जोइन गर्नुभएको छैन भने काइन्डली जोइन गर्नुहोला, लिङ्क डिस्क्रिप्सनमा हुनेछ। अनि इनोट्सहरू चाहिएको छ भने मैले रिसेन्टली एउटा फुल प्याक इनोटलाई तपाईँको अगाडि लिएर आएको छु, त्यसको लिङ्क पनि तपाईँले डिस्क्रिप्सनमा पाउन सक्नुहुन्छ है। र यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले त्यहाँ गएर पर्चेस गर्न सक्नुहुन्छ। नेक्स्ट रहेको छ, 2025 को प्रिन्सेस अफ एस्टेरियस अवार्ड कसले पाए? र यसको आन्सर हुन्छ तपाईँको सेरिना विलियम्स। नेक्स्ट, पीएम नरेन्द्र मोदीलाई अनररी अर्डर अफ फ्रिडम अफ बार्बाडोस पुरस्कार कुन देशले प्रदान गर्यो? र यसको आन्सर हुन्छ तपाईँको बार्बाडोस। लिभिङ ब्रिज अनर भारत युके एफटिए 2025 कसलाई दिइयो? यो हुन्छ तपाईँको कियर स्टेमर, जो युके को प्राइम मिनिस्टर हुनुहुन्छ। आइसिसी वुमेन्स क्रिकेटर अफ द इयर 2025 को उपाधि कसले जितिन्? र यसको आन्सर हुन्छ तपाईँको एमिलिया केर। बीसीसीआई पोली उम्ब्रेगर अवार्ड 2025 बेस्ट इन्टरनेसनल क्रिकेटर मेन कसले पाए? यो हुन्छ तपाईँको जसप्रीत बुमरा। नेक्स्ट रहेको छ, बीसीसीआई स्पेशल अवार्ड 2025 कसलाई दियो? यसको आन्सर रविचन्द्रन अश्विन। युएस ओपन 2025 पुरुष सिङ्गल्सको विजेता को हुन्? र यसको आन्सर हुन्छ तपाईँको कार्लोस अल्काराज। नेक्स्ट, विम्बल्डन 2025 महिला सिङ्गल्सको उपविजेता को थिइन्? र यसको आन्सर हुन्छ तपाईँको आर्याना साबालेन्का। नेक्स्ट, नोबल भौतिक शास्त्र पुरस्कार 2025 कसले पाए, यानि कि फिजिक्समा? र यसको आन्सर हुन्छ तपाईँको जन जे होपफिल्ड अनि जाफ्री हिन्टन। नेक्स्ट, नोबल चिकित्सा पुरस्कार 2025 को विजेता को हुन्? र यसको आन्सर हुन्छ तपाईँको विक्टर अम्ब्रोस एन्ड ग्यारी रुपकुन। युएन ओसन कन्फरेन्स 2025 कहाँ सम्पन्न भयो? र यसको आन्सर हुन्छ तपाईँको नाइस, फ्रान्समा भएको थियो। अर्को क्वेसन रहेको छ, अरब इस्लामिक एक्स्ट्राअर्डिनरी समिट 2025 कहाँ सम्पन्न भयो? यसको आन्सर हुन्छ तपाईँको दोहा, कतार। एटिओ युएनजिए सत्र 2025 कहाँ सम्पन्न भयो? यसको आन्सर हुन्छ तपाईँको न्युयोर्क, अमेरिका। भारत र बङ्गलादेश बीच भएको नौसैनिक अभ्यास 2025 कुन हो? र यसको आन्सर हुन्छ तपाईँको बङ्गो सागर। इजिप्ट अगस्त सेप्टेम्बर 2025 मा भएको बहुराष्ट्रिय त्रिसेवा अभ्यास कुन हो? र यसको आन्सर हुन्छ तपाईँको ब्राइट स्टार। एफआइडिई वुमेन्स ग्रान्ड स्विच 2025 को विजेता को थिइन्? र यसको आन्सर हुन्छ तपाईँको वैशाली रामेश बाबु। एरोफ्लोट ओपन 2025 को विजेता को हुन्? र यसको आन्सर हुन्छ तपाईँको इयान नेप्रोमियाची, ओके।
र यो थियो आजको 25 क्वेसन्सहरू। आई होप तपाईँलाई यो इम्पोर्टेन्ट लाग्यो होला र इम्पोर्टेन्ट पनि हो यो क्वेसन्सहरू। र तपाईँलाई एउटा सानो सूचना, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जानुहोला। र थ्याङ्क यू सो मच फर वाचिङ र ह्याप्पी दसैँ टु एभ्रिबडी भन्दै अब क्लासेसहरू दसैँको बादमा नै आउनेछ र त्यति बेलासम्म तपाईँहरूले भिडियोजहरू जुन चाहिँ च्यानलमा अलरेडी अपलोडेड छ त्यसलाई हेर्दै आफ्नो प्रिपरेसनलाई स्टार्ट गर्नु होला है। ल थ्याङ्क यू सो मच।